नमस्कार। हामी यति बेला कुक्स क्लब अलन्याबाट छौँ, जोडिएका छौँ। हामी बेलफास्ट र लन्डनबाट 5 दिने भ्रमणको क्रममा हामी यहाँ पुगेको छौँ। हामी यो भ्रमण कस्तो भयो भनेर समीक्षा गर्दैछौँ। आज एकदम राम्रोसँग गर्दैछौँ। हामी सर्वप्रथम हामी योगेन्द्रजीबाट सुरु गर्छौँ। कस्तो लाग्यो त हजुरलाई यो समग्र यो भ्रमण, यहाँको मौसम, यहाँका सम्पूर्ण वस्तुस्थिति बारेमा जानकारी गराइदिनुहोस् न। नमस्कार। 5 दिने हाम्रो यो भ्रमणमा चाहिँ मलाई चाहिँ एकदम समय गएको पत्तै भएन भनौँ होइन। यो 5 दिने भ्रमणमा चाहिँ यहाँको वेदरहरू हेर्दाखेरि, यहाँको इन्फ्रास्ट्रक्चर हेर्दाखेरि मलाई चाहिँ नेपालकै झल्को आयो भनौँ न। अब वेदर हेर्दाखेरि झन्डै कति 26-27 डिग्री थियो। अनि तर मोटरवे पनि राम्रो लाग्यो मलाई। युकेकै झल्को आयो, मोटरवे चाहिँ राम्रो लाग्यो। तर जब उता रुरल एरियामा जाँदाखेरि चाहिँ उतै हाम्रो जुन अरनिको हाइवेहरू छ नि, त्यताकै झल्को थियो क्या। जुन उता ड्रेनेज सिस्टमहरू यताउता हेर्दाखेरि होइन, त्यो रोडहरूको हेर्दाखेरि, अनि अब जुन डाँडा काँडा एकदम हरियाली हेर्दाखेरि पुरै नेपालकै याद आइरहेको थियो मलाई। कृषिहरू त्यो त हेर्दाखेरि सबै नेपालकै याद आइरहेको थियो। अनि त्यति धेरै धुलो पोल्युटेड पनि लागेन हेर्दाखेरि। जति हाम्रो नेपालमा अब जुन पोल्युटेड छ त्यति पोल्युटेड लागेन। अब बिल्डिङ कन्स्ट्रक्सन हेर्दाखेरि मलाई चाहिँ नेपालकै तरिकाले नै बनेको लाग्यो। बिल्डिङ कन्स्ट्रक्सन पनि हेर्दाखेरि सबै त्यही तरिकाको छ बनेको हेर्दाखेरि। अब यहाँको चाहिँ अब भेहिकल ड्राइभिङ सिस्टम हेर्दाखेरि अब यहाँ चाहिँ लेफ्ट ह्यान्ड साइड ड्राइभिङ रहेछ। अब इफ हामीले नै चलाउनु पऱ्यो भने नि हामी चाहिँ कन्फ्युज हुने रहेछौँ अलि, त्यो चाहिँ होइन। अलि टाइम लाग्ने रहेछ चलाउनलाई। चलाउनु भयो भने अलिक कन्फ्युजिङ हुने रहेछ जस्तो लाग्यो है। चलाउनु चाहिँ मन थियो, तर अब के त है। अनि अब अर्को के भने अलि उहाँबाट अब युकेबाट आउँदाखेरि चाहिँ एकदम चिपर होला है, बालै चिपर होला। किनभने अब 1 पाउन्डको होइन 48 लिरा भनेपछि त एकदम त्यहाँ जुन हामीले इन्टरनेटमा चाहिँ रिसर्च गरिरहेको थियो होइन, कति केबाब चाहिँ पाइएला भन्ने लागेको थियो। यहाँ आउँदा त कहाँ हो कहाँ क्या 550 लिरा है। त्यो त अचम्मै भयो क्या। भने त्यो सोच अनुसार त केही मिल्दै मिलेन। पुरै युकेमा जसरी खाए जति एक्सपेन्सिभ थियो त्यही नै यहाँ चाहिँ पऱ्यो भने मलाई चाहिँ लाग्यो के हो भने यो चाहिँ पुरा टुरिस्ट डेस्टिनेसन भएको कारणले पनि त्यो हुनसक्छ होइन। यो चाहिँ अब पुरै त्यो हो नि त, त्यसरी पनि हुनसक्छ। अनि अर्को चाहिँ अब यहाँको पिपुल्सहरूको जुन हामीलाई स्वागत गर्ने, राम्रो बोल्ने गर्दाखेरि चाहिँ मान्छे जे भने एकदम स्वागत हम्बल लाग्यो। त्यस्तो रुट देखिएन, राम्रो सब बोल्ने हो नि राम्रो लाग्यो। र अब हामीले कतिको मान्छे चाहिँ यहाँ नेपालीहरू कति चिनेको छ भनेर त्यो विषयमा फेरि पनि आउँछु। हाम्रो ज्योतिजीसँग सोध्न चाहन्छु, तपाईँलाई सबैभन्दा मन परेको पार्ट चाहिँ कुन चाहिँ लाग्यो? हामी धेरै ठाउँमा गयौँ होइन, धेरै ठाउँमा घुम्न गयौँ, हामी बोट राइडिङ गऱ्यौँ, समुद्रमा पनि डुबुल्की माऱ्यौँ होइन। सबैभन्दा बेस्ट लागेको चाहिँ कुन चाहिँ पार्ट रहेछ? सर्वप्रथम हामीलाई एउटा सबै समावेश गरेर भन्ने एउटा माहौल सृजना जबरको गर्नुभयो यहाँलाई होइन। अब समग्रमा सबै हेर्नु पर्दाखेरि सबैभन्दा रमाइलो त अब फर्स्ट एक्सपिरियन्स पनि हो, त्यस्तै लाग्यो लाग्यो। अब विभिन्न इभेन्टहरू गरेर त्यहाँ हामीलाई इन्टरटेन गर्ने कोसिस गरेँ। त्यो रमाइलो टाइम रोक्नुपर्छ पाएन, सबै समुद्र वरिपरि हेर्ने मौका मिल्यो। त्यो रमाइलो लाग्यो। समाज पनि रमाइलो थियो, छिटो राम्रो यता अब सविताजीसँग गएँ म। नमस्कार, धन्यवाद नरेशजी। तपाईँलाई कुन चाहिँ मोमेन्ट चाहिँ एकदम टर्की आएर बेस्ट गरिएछ भन्ने चाहिँ कुन चाहिँ मोमेन्ट लाग्यो? हो, मलाई पनि ज्योतिजीले जुन कुरा भनिसक्नुभयो त्यो नै हो। क्रुज नै, अझ क्रुजमा पनि विभिन्न एक्टिभिटीहरू थियो, त्यसमा पनि फोम पार्टी चाहिँ एकदमै धेरै इन्जोय गरेर हामीले चाहिँ 7 घन्टाको ट्रिप थियो क्या अरे। 7 घन्टाको बितेको चाहिँ पत्तै भएन। त्यही नै हो, एकदमै रमाइलो भयो। अब आफ्नो गर्ने कोसिस
गऱ्यौँ होइन समुद्रमा मजाले डुबुल्की मार्नु मैले डुबुल्की पनि मारेँ अलिकति पानी पनि खाइयो केही सिकेँ पनि त्यो पानी खाएर अलिकति अहिले रुवा पनि अलिक त्यही लाग्यो त्यही भएर लाग्यो कि होइन तर त्यो बेला अलिकति यता अलिअलि सिके जस्तो नि भएको थियो अब उता समुद्रमा त अब अर्कोचोटि त हामी यो जरुर गर्छौँ जरुर गर्छौँ गइहाल्ने फ्रेन्ड छ दियोस् हामी तपाईँहरूले यहाँ पहिलो दिनमा हामीले चाहिँ के भन्छ बिचमा पनि एकदम मजाले हिँड्नु बिचमा पनि समुद्रमा नि गयौँ त्यसरी त्यो एक्सपिरियन्स कस्तो लाग्यो त्यो बेला चाहिँ अब खास भन्यो भने युकेबाट यहाँ मेन आउनुको उद्देश्य नै के थियो भने बिचमा चाहिँ गएर चाहिँ होइन रमाइलो गर्ने भन्ने उद्देश्यले आएको थियौँ त्यो सबभन्दा एक्साइटेड पल भनेको त्यही थियो सबभन्दा भनेपछि एकदम रमाइलो भन्ने नै हो त्यहाँ गइसकेपछि बाहिर आउन चाहिँ मनै नलागेको गएपछि चाहिँ आउनु 5 दिन गएको पत्तै भएन आज अन्तिम दिनमा छौँ हामी चाहिँ हाम्रो 5 दिनको यात्राको अन्तिम दिनमा छौँ उहाँहरू बेलफास्टबाट हुनुहुन्छ हामी लन्डनबाट छौँ र आज हामी लगभग 3 बजीको हाराहारीमा चाहिँ हामी छुट्टिन्छौँ किनभने हाम्रो लामी पिकअप टाइम चाहिँ फरक भएर अरू के भन्ने हुनुहुन्छ थप्नुपर्ने कुरा नेपालको झन्डाको कुरा भइरहेको छ हामीले धेरै ठाउँमा चाहिँ के गर्यौँ भन्दाखेरि नेपालको झन्डा लिएर आएको थियौँ कति ठाउँ झन्डा लिएर आएको थियौँ कोही बेला चाहिँ यत्तिकै गेस्ट गर्न लगाएको थियौँ तर धेरैजनाले चाहिँ नेपालको गेस्ट गर्न अलिक पाकिस्तानी इन्डियन भन्ने भयो झन्डा देखाउँदा पनि अलिकति चिन्न गाह्रो नै भनेको अलिकति माउन्ट एभरेस्टको नामले चाहिँ त पक्कै चिनाउन ट्राई गऱ्यौँ भनौँ न अब सबैलाई अब हाम्रो माउन्ट एभरेस्ट भनेर अब गौतम बुद्धको नाम लिएर चिनाउनलाई ट्राई गऱ्यौँ र झन्डा पनि देखायौँ सकेसम्म हामीले त्यही गर्न सक्ने हो त्यही देखाउन ट्राई मलाई लाग्थ्यो माउन्ट एभरेस्ट भनिसकेपछि सबैले चिन्छन् भनेको लाग्थ्यो माउन्ट एभरेस्ट भनेपछि नेपाल भन्ने चाहिँ एकदमै गाह्रो नेपाल भनेपछि अनि त्यहाँ भनिरहेको थियो त धेरैले भने कि यहाँ चाहिँ नेपालीहरू चाहिँ कमै आउँछन् म त पहिलो फर्स्टै भन्नु नै भने देखेकै थिएन तिमीहरू नै फर्स्ट भने उसले त के पनि भनेको थियो भने तिमीहरू त्यसै नेपालमा चाहिँ बस्दैन होला त्यही भएर अलि हामीलाई चाहिँ लाग्छ यो फेसबुकले यताउता गरेको देख्दा यो के भन्छ क्याम्पेनहरू गरेको देख्दा चाहिँ सबलाई है नेपाल भन्ने त थाहा भइसक्यो भन्ने हुन्छ तर यस्तो टुरिस्ट डेस्टिनेसनमा पनि नेपालको नाम त थाहा हुनुपर्ने हो नि त यो पनि थाहा नभएको पनि तर हामीले ट्राई गऱ्यौँ चिनाउने प्रयास चाहिँ गऱ्यो भने झन्डा पनि अर्कोचोटि चाहिँ तपाईँहरू आउँदाखेरि यसो चिनाउनु कतिले चिन्न नि सक्छन् यो आएको एकचोटि चाहिँ आएको थिएँ लन्डनबाट भन्न सक्छन् भन्ने कुरा हो हामी चाहिँ सबैले यति कुरा भनौँ न त हामी पहिलो दिनमा चाहिँ हामी के गर्यौँ भन्दा आउँदाखेरि नै राति भइसकेको थियो उहाँहरू बेलफास्टबाट हामी लन्डनबाट हामी ग्याटविकबाट अरू बेलफास्टबाट आउँदा लगभग 1-2 घन्टा अगाडि आउनु भएको थियो हामीले एयरपोर्टमा पुग्नु भएको थियो थ्याङ्क यू सो मच होइन त्यसको लागि धन्यवाद अनि हामी त्यो आयौँ त्यो राति हामी त्यत्तिकै भयो अब आएर काचा कुचु खाएर सुत्थ्यौँ भोलिपल्टको चाहिँ हामीसँग 5-in-1 प्याकेज थियो त्यस अन्तर्गत सुरुमा हामी अर्ग्यानिक खानु गएको कस्तो थियो भनिदिनु न एकदमै नेपालको जबलको दिन आउने खालको थियो सुन्तला अम्बा बिमारो हामी गाउँमा देख्छौँ होइन अर्ग्यानिक पनि थियो ब्ल्याक पेपर किम्बु थियो अनि ब्ल्याक पेपर मरिचको रुख पनि देखियो मरिच सरल र बाँच्न होइन अनि त्यहाँ पुरै सबै घुमाएपछि ठ्याक्कै नेपालमै गयो जस्तो लाग्यो नेपालको निराशो केही हदसम्म भेट्यो आफ्नै बारीको जस्तो नेपालको निराशो दसैँमा गराएर फिल भएको थियो अलिकति कम भयो भनेर रमाइलो पऱ्यो त्यसपछि त्यो घुमाएर आएपछि हामीलाई फ्रुट ककटेल दिनुभएको थियो है त्यो पनि नयाँ टेस्ट थियो रमाइलो भयो मलबरीको चाहिँ के अरे सिरप बनाएर
त्यसपछि हामी डिम केप गयौँ हुन्छ हामी डिम केप गयौँ त्यो चाहिँ अब टर्कीकै अब सबभन्दा टर्कीकै भन्दै थियो 340 मिटरको केप भनेर भनेको थियो अनि त्यो चाहिँ अब एकदम राम्रो नै रहेछ होइन राम्रो लाग्यो एकदम ठुलो थियो वेल म्यानेज गर्छ राम्रो थियो नगर्ने अवस्था छैन मान्छेलाई रिस्क छैन एडभेन्चरस फिल चाहिँ हुन्छ तर अब लाइफको रिस्क चाहिँ छैन प्लेग्रिजहरू एकदम भित्र बनाएर होइन पुरै गाडहरू पनि बस्नु भएको थियो त्यहाँ राम्रो हुन्छ त्यसपछि हामी चाहिँ झरनामा होइन त्यसपछि हामी माथि माउन्टेनतिर गयौँ त्यो माउन्टेन जानको पल्स एकदम हाम्रो बेस्ट भएको नि त्यो फोटोग्राफी कस्तो लाग्यो नाच क्याम्प पनि हामीले चाहिँ जिप सफारीको लागि गएको थियौँ त्यो 5-in-1 चाहिँ अनि माउन्टेन नाम चाहिँ के थियो माउन्टेनमा गयौँ त्यो जुन हामीले चाहिँ प्याकेजमा लिएको थियो नि उहाँहरू चाहिँ एकदमै फ्रेन्डली हुनु रहेछ रमाइलो गराइदिने अरू ग्रुप पनि हुनुहुन्थ्यो 5-6वटा जिप थियो सबैजना एकदम इन्जोय गऱ्यौँ 60जना जति 100जना होइन फोटो भिडियो अनि बिचमा चाहिँ रमाइलो गर्नको लागि उहाँहरूले चाहिँ हामीलाई पानी छापेर होली जस्तै गरेर पानी छापेर माउन्टेन पनि एकदमै राम्रो थियो सबै राम्रो थियो ड्याम हो सर त्यो राम्रो जस्ट भ्यू राम्रो थियो त्यसपछि हामी आयौँ नास्ताको लागि हामीले खाना खाएर वाटरफल्स गयौँ खाना जस्तै नेपालमा खोला हुन्छ खोलालाई चाहिँ मेन्टेन गरेर खोलामाथि नै चाहिँ बस्ने बनाएर गरेको छ नेपालमा चाहिँ ढल्नेसँग गरेर खोलामाथि नै रेस्टुरेन्टहरू भएको र एउटा खोलालाई कति म्यानेज गर्छ त्यसैको माथि वाटरफल्स अनि तलतिर सबै होटल पनि वेल म्यानेज त्यसमा केही फर्मी चार्ज छैन त्यसलाई ट्रस्ट फाउन्डेसनले बनाएको छ ट्रस्टहरू उठाएर चाहिँ त्यसलाई होइन वेल म्यानेज तरिकाले त्यस राम्रो बनाएको छ एकदम थोरै ठाउँमा नै त्यसलाई फुल युटिलाइज चाहिँ गरेको पायौँ त्यसपछि हामी दोस्रो दिनको लगभग सबै बेलुका आएर फेरि बिचतिर गएर समुद्रमा फेरि पनि डुबुल्की मार्यौँ रातभरि एक दिनभरि त्यसपछि हामी हिजोको चाहिँ दिन हामी त्यतिमा चाहिँ हामी क्रुजमा गयौँ बोट नि भन्छ बाबा बोट त्यसमा गयौँ त्यसको चाहिँ एक्सपिरियन्स एकदमै अमेजिङ एकदम राम्रो एक्सपिरियन्सै भयो हाम्रो त्यसमा धेरै कुराहरू त्यसको फर्स्ट पार्ट चाहिँ एकचोटि सर जाँदा चाहिँ हामीले सिनहरू हेर्दै गयौँ होइन केबमा जाँदा चाहिँ क्रुजबाट हाम फालेर त्यो मान्छे केबमा जान्छ केबबाट भित्रै हुँदै केबबाट अर्को इन्डबाट निस्किन्छ अनि त्यहाँबाट नि हाम फालेर स्विम गर्दै इन्टरटेन गर्नलाई एकदम मोमेन्ट क्रिएट गरिरहेको थियो फर्किँदाखेरिको पार्टमा चाहिँ त्यसपछि हामीले स्विमिङबाट सुरु गऱ्यौँ स्विमिङको एक्सपिरियन्स कस्तो रहेछ स्विमिङ अब एकदमै राम्रो भनौँ न अब सबभन्दा पहिला स्विमिङ गर्दाखेरि चाहिँ डर लागेको थियो अब पुरै डोरी लाएर नै इन्करेज गरेर गर्नुभएको थियो अनि पहिलो त अब केही आउनै सकेन डोरी लाएर जानु पऱ्यो होइन अनि अर्को ताल चाहिँ अब फेरि अब जान सकिन्छ भन्ने फिल भयो होइन डर त एकदमै अब हुन्छ नि जुन चाहिँ ल्याडरबाट अलिकति अगाडि पनि बढ्न नसक्ने अब कहाँ अब तल धेरै डिप छ होइन अब अलिकति अगाडि गयो भने डुबेर मरिने हुन्छ कि भन्ने फिल हुन्छ लाइफ ज्याकेटमा ट्रस्ट चाहिँ हुँदो रहेछ त्यो माथि गएर होइन आफै तल पुग्ने हो कि भन्ने फिल हुँदो रहेछ पहिलोचोटि चाहिँ अलिकतिमा फर्केँ दोस्रोचोटिमा चाहिँ म पनि हेर्नुहोस् अलिकति त्यसपछि चाहिँ हामी डल्फिन डान्स त्यसको नि हामीसँग छ चिज देख्नुलाई जस्तो नि रमाइलो भयो हेर्नलाई
भयो एकछिनपछि चाहिँ त्यसपछि फोम डान्स लन्च कतिको इन्जोय गर्नु लन्च ब्रेक पनि भयो लन्च लन्च ब्रेक फोम डान्समा अब सबैजना अब त्यहीको कल्चरल डान्स पनि भएको थियो फोम डान्सपछि कल्चरल डान्स पनि भएको थियो त्यहीकै टर्किस कल्चरल डान्स भएको थियो अब तिनीहरूसँग अब डान्स गर्नलाई ट्राई गरियो तर त्यति राम्रो डान्स त गर्न सकिएन होइन इन्जोय धेरै गरियो त्यहीका उनीहरूले सिकाउनलाई ट्राई गरिरहेका थिए होइन तर त्यही तिनीहरूले सिकाउन ट्राई गर्दा पनि त्यति राम्रो सिकिएन भनौँ न तर एकदम यहाँ मान्छे पिपुल्स राम्रै हुन् यहाँका मान्छे फ्रेन्डली हुन् भनौँ न मान्छेहरू पनि एकदमै राम्रो फोम डान्समा चाहिँ के हो भने हामी सबैजनाले नाच्न खासै नआए पनि सबै कुरो बिर्सिएर फुल इन्जोय कसले के भन्दा कसै के मतलब छैन एकदम फुल इन्जोय गर्नु रमाइलो भयो फोम डान्स पनि यस फोम डान्स पनि एकदम लामो समय चल्यो क्या पहिला फोम डान्स त्यो फोम नसुकिन्जेलसम्म चाहिँ भइराख्यो अझ बढी भयो अलिक बढी त्यो त भिडियो नै 17 मिनटको छ हाम्रो भने चाहिँ एकदम लङ त्यत्रो हामी रेगुलर बसेको हामी यसरी चाहिँ जस रमाइलो भयो त्यो रमाइलो मोमेन्ट भयो बेलुका आएर चाहिँ हामी कल्चरल ड्रेस लगाएर हामीले साइड सिन गऱ्यौँ यता यसो भिडियो सुटिङ बनायौँ हामीले चाहिँ कल्चरल ड्रेस लगाएर बाहिर निस्किँदा चाहिँ सबैजना टुरिस्टहरूले चाहिँ हामीलाई एकदमै हेर्नु भएको थियो कस्तो खालको ड्रेस रहेछ यो के रहेछ भनेर एकदमै हेरिराख्नु भएको थियो सायद मन पराएर नै होला त्यसरी नै रमाइलो भएको थियो बेलुका चाहिँ हामी के गऱ्यौँ करेन्ट चाउचाउ चाहिँ हामीले इलेक्ट्रिक केटलमा चाहिँ बनाएर खायौँ तर मिठो भएको थियो त्यसले फ्रेस बनाएको यहाँ त झोलिलो खान पाएको थिएन यहाँको खानाले अहिले चाहिँ हामीले राइस दाल भात तरकारी मिस गरिरहेको छौँ अब त्यसरी नै हाम्रो 5 दिन लगभग सकिने क्रममा छ अब आज चाहिँ हामी एउटा पारामिक भ्यू पोइन्ट जाँदैछौँ त्यहाँ गएर सबै अलान्य बजार सबै यस भ्यूहरू हामी हेर्छौँ त्यसपछि चाहिँ हाम्रो यात्रा टर्कीको लागि चाहिँ सकिन्छ होटलमा यो इयरको अब 2025 को टर्कीको यात्रा 2025 मा हाम्रो राम्रै भयो नेपाल गयो परिवारसँग भेट भयो हैन अनि अहिले फेरि यसरी घुम्न एकदम वेदर पनि राम्रो छ सबै कुराले एकदम साथ दियो हाम्रो कम्पनी पनि राम्रो भयो हैन एकदम राम्रो कम्पनी भयो भनेको केही अप्ठ्यारो लाग्न लाग्यो हैन एकदम बेस्ट भयो कम्पनी चाहिँ अरू ठाउँको होलिडेलाई पनि राख्नुपर्छ अब यहाँ बाहिरको यहाँबाट सिकेको के लानुपर्ने बिर्सिएको चिजहरू चाहिँ अर्को होलिडेलाई चाहिँ पर्फेक्ट बनाउनु बोर्डमा हामी पनि पहिल्यै रेडी भएर बस्नु क्या हो अनि सबै कुरा हेर्दाखेरि चाहिँ अब धेरै कुराहरू यहाँ भएको हामीले हेरेको कुराहरू हामी कति ठाउँहरू हाम्रो नेपालमा पनि एभाइलेबल छ होइन तर हामीलाई त्यसले चाहिँ सही युटिलाइज गर्न चाहिँ सकेका छैन गर्ने हो भने त्यस्तो गाह्रो नसकिने चिज पनि हामीसँग नभएको भने समुद्र मात्रै हो तर खुला नाला जति पनि छन् होइन त्यस्तोहरूलाई पनि कति राम्रोसँग म्यानेज गरेर टुरिस्टलाई कति एट्र्याक्ट गरेर एकदम इन्कम राम्रो बनाइरहेको छ होइन हामीलाई त्यस्तो ओहो यो त देखेकै थिएन भन्ने कुरा भनेको त्यही बिच र सी मात्रै हो अरू त हामीसँगै भएको कुराहरूलाई कति राम्ररी म्यानेज गरेर अर्गनाइज गरेर कस्टमर सर्भिस एकदम राम्रो दिएर गर्नु भएको छ त्यति गऱ्यो भने हाम्रो नेपाल पनि अलिकति बजारकै हिसाबले पनि हेर्दाखेरि त अब इन्फ्रास्ट्रक्चरहरू त ठ्याक्कै काठमाडौँको जस्तो बिल्डिङहरू पनि रोडहरू पनि कति ठाउँमा चिकनको छैन हेरेको फिल भयो यो अलिक तल भएर होला त्यसमा सरसफाइको पक्षमा त्यसको स्टाफ म्यानेजमेन्ट पनि जस लाइफ साइड अब त्यो नरोक्ने मान्छेको कमजोरी भन्ने कुरो त त्यो छँदैछ उनीहरूले यहाँको पनि सुधार पक्ष भयो त्यो पनि त्यो सुधार पक्ष भयो एउटा चाहिँ ड्राइभिङ जेब्रा क्रसिङमा पनि यहाँ चाहिँ रोक्नु हुन्न रहेछ हामीले चाहिँ सोचेको थियौँ अब युकेमा चाहिँ ठ्याक्क जेब्रा क्रसिङ एउटा सुधार पक्ष देखियो अरू चाहिँ अरू सरलाई अब लास्टमा के छ त कस्तो यसलाई चाहिँ नेपालसँग रिलेट गर्नु पऱ्यो भने तपाईँलाई चाहिँ कसरी रिलेट गर्नुहुन्छ अब नेपालसँग रिलेट गर्दा त अब त्यही हो रिलेट त मैले अघि नै गरिसकेँ प्रायः यसका अब इन्भाइरोमेन्ट होइन अब इन्फ्रास्ट्रक्चर टेक्नोलोजी होइन सबै रिलेट गरेँ अब त्यसमा सुधार गर्नुपर्ने पक्ष चाहिँ अब त्यही हेर्दाखेरि मलाई कमन लागेको चाहिँ अब नेपालसँग हेर्नु न यो पनि जुन अब ट्राफिकमा चाहिँ अब जुन
नरोक्ने जुन जेब्रा क्रसिङमा नरोक्ने नेपालको जस्तै लाग्यो पनि अब हेर्नु न उहाँ पनि सबै राम्रो हुँदा हुँदै पनि रोक्दो रहेनछ यहाँ पनि जेब्रा क्रसिङमा रोकेन होइन एकदमै त्यो त बनाउन सकिहालिन्छ उहाँको हाम्रो राम्रो छैन होइन बनाउन सकिने कुरा सानो रोडमा जस्तै अघि हामी हिजोका जाँदा त्यो रोड पनि वान वे मात्रै छ नि त अर्को साइडको त्यहाँबाट जाने ठाउँ थिएन गर्ने ठाउँ धेरै छ गर्न नसकिने त छँदै छैन गर्न नसकिने भन्दै हुँदैन होइन त्यो गर्न नचाहेरै नभए भन्ने लाग्छ हामीलाई अहिलेसम्म पनि तर अब यङ्गस्टर सबै लिडरसिप आउँदैछन् केही हुन्छ भन्ने आश अझै लागिरहेको छ हुन्छ अब हामी अब 2026मा पनि अब कुनै एउटा डेस्टिनेसनमा हामी चारैजना आइहाल्छ गर्दै हाम्रो टर्कीको यात्रालाई यहीँ टुङ्ग्याउँछौँ फेरि पनि अर्कोचोटि अर्को ठाउँमा गएर फेरि यसरी नै हामी जानकारी गएर यसरी नै हामी इन्फर्मेसन दिन्छौँ यो चाहिँ एकदम राम्रो 5 दिनको लागि नै बेस्ट हुन्छ भन्दा बढी बस्यो भने गाह्रो होला हुन त अब त्यही अनुसारको प्लान बनायो भने छुट्टै नभए चाहिँ 5 दिनको ठिकै हुन्छ जस्तो लाग्यो धेरै कस्टली पनि होइन अब त्यो हामीले सामानहरू किन्न चाहिँ अलिक कस्टली भएको जस्तो महसुस भयो प्याकेजमा आयो भने एकदम बेस्ट भनेको प्याकेजै रहेछ जस्तै होटलमा 18 पाउन्डमा चाहिँ के अरे लन्च बफेट लन्च हुन्छ भने 18 पाउन्डमा हिजो हामीले क्रुज पार्टी गऱ्यौँ त्यहाँनिर लन्च फ्री थियो कि भनेको यसरी प्याकेजहरू मिलाएर सस्तो हुने रहेछ यसरी गऱ्यो भने एकदम बेस्ट हुने रहेछ भन्ने कुराहरू सिकियो ल यो सिकाउँदै तपाईँहरूलाई पनि हाम्रो टोटल कति लाग्यो त कस्ट चाहिँ जस्तो कपाललाई कति लाग्ने जस्तो त लगभग कस्ट कति लाग्यो तपाईँले भन्नु न कति लाग्यो कस्ट एउटा कपाललाई कति लाग्यो भने अब अहिले हामीलाई उहाँबाट तपाईँको बिएनबी चाहिँ नर्मल नन अल्कोहोलिक ड्रिङ्क्स नगर्ने हो भने तपाईँको बिएनबी चाहिँ बुक गरेर आउने हो भने तपाईँको 1200 जति पाउन्ड भयो भने मजाले इनफ हुन्छ घरमै पुगिन्छ तपाईँहरूले यहाँ आएर अब यही अब क्रुज बुक गर्न सक्नुहुन्छ होइन अब खाबी नुहान सफारी पनि गर्न सक्नुहुन्छ त्यसपछि अब अर्को 3 in 1 को प्याकेज पनि लिन सक्नुहुन्छ कुनै होइन त्यतिमा तपाईँले 1200 पाउन्ड भने इनफ हुन्छ टोटल फोटो भिडियो पनि दिन्छ त्यो 5 in 1 को मा फोटो भिडियो नि उनीहरूले बनाइदिन्छ अब तपाईँहरू आउँदै हुनुहुन्छ के चाहिँ हुनु भने फोटो भिडियो उसले खिच्छ पहिल्यै भन्दैन पछि लास्टमा भन्छ किन पहिला भन्यो भने धेरै खिच्न लगाउँछन् भनेर पहिलादेखि उसलाई बोलाएर खिच्न लगाउँ लास्टमा पनि फोटो भिडियो लिँदा मजा आउँछ यसको चाहिँ कति पैसा लिनु भएको छ 20 पाउन्ड एकजनाको 20 पाउन्ड भन्छ एक ग्रुपको बार्गेनिङ गर्नुपर्छ गरेपछि त्यो लिङ्क पठाउने रहेछ दसैँमा पनि दिने रहेछ होइन त्यसो हुँदा अलिकति पहिला त्यसमा के अनि चाहिँ युकेमा बस्ने भएर बार्गेनिङमा चाहिँ अलिकति डर हुन्छ मान्छे एउटा भनेपछि भन्यो भन्ने हुन्छ तर नेपाली गर्नुपर्ने रहेछ बार्गेनिङ गर्नुपर्ने एकदम त्यो गर्नुपर्ने रहेछ त्यसो हुँदा त्यस्तो छ अब यो समग्रमा रमाइलो भयो एकदम राम्रो भयो अब हामी चाहिँ यो होटलबाट पनि बिदा हुँदैछौँ अब चेकआउट गर्दैछौँ त्यसपछि हामी माथि घुम्न जान्छौँ अर्कोचोटि भेटौँला हस् त नमस्कार